यहाँबाट सुरु भइसकेको छ है। यतातिर तपाईँले चारैतिर हेर्न लायक विभिन्न ठाउँहरू देख्नुहुनेछ। कहीँ पाइलाहरू, कहीँ होइन घन्टीहरू, त्यस्तै गरेर तपाईँको परेवाहरूको छुट्टै कथानहरू उडेको, परेवाहरू उडेको। त्यस्तै गरी यतातिर विभिन्न पौराणिक रूपमा अथवा मल्लकालमा त्यस्तै गरी ऐतिहासिक तपाईँको यसरी चाहिँ यहाँ मन्दिरहरू रहेका छन् है। एक्साइटेड भेरी एक्साइटेड। बसन्तपुर स्क्वायर दरबारमा द्रौपदी केटो प्रवेश गरिसकेको छ। यतातिर तपाईँलाई यो हेर्नुहोस्, यता त तपाईँको यो चाहिँ महेन्द्रेश्वरी महादेवको मन्दिर रहेको छ। यतातिर है आउने बाटो म यताबाट आएको है। यता विभिन्न विदेशीहरूलाई आकर्षक ब्यागहरू चाहिँ छ। यतातिर श्री 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 महायोगी गोरखनाथ। त्यसपछि यतातिर चाहिँ यो वन भैरव वनको छ। यतातिर पक्कै पनि हेर्नु है, यता विदेशीहरूलाई चाहिँ शुल्क लाग्दो रहेछ, हामी नेपालीहरूलाई त लाग्दो रहेछ। ठिकै छ, यो पनि हो, एउटा सुविधा हो। यतातिर हेर्नुहोस् राख्नु भएको छ है। यतातिर अझ अगाडि प्रवेश गर्दैछु। यता हेर्नुहोस् त, कति राम्रो हेर्नुहोस् त, हस्तकलाले भरिपूर्ण। त्यत्तिकै तपाईँको बसन्तपुर दरबार भनिएको होइन है हजुर, हेर्नुहोस् त। ओहो, यतातिर यो ढुङ्गाले म यता जान्छु है। म आज तपाईँहरूलाई एकदम यहाँको कुना कन्द्रा सबै देखाउने छु है। यतातिर यो ढुङ्गाले बनेको यता ढुङ्गाले बनेको छ है। यतातिर मन्दिर फेरि त्यही पनि मन्दिर फेरि पुरानो इट्टाले अनि ढुङ्गाले तपाईँको त्यसपछि काठले बनेका छन् है सबै। यतातिर यो पनि हेर्नु ढुङ्गाले बनेको छ। यतातिर यो चाहिँ ढुङ्गाले बनेको छ है। यतातिर यता पनि यो ढुङ्गाले बनेको छ। ढुङ्गाले सबै क्या बाटो पनि सबै ढुङ्गाले तिमीहरूसँग बनेको छ है। कालीको मूर्ति यता हे भगवान्, काली रक्षा गरे सबैजनाले।